नेपालको शेयर बजारमा फेरि ठूलो मौका आउँदैछ। कलिन्सोक हाइड्रो पावर आइपिओ खुल्दैछ। तर के यो आइपिओबाट पैसा कमाउन सकिन्छ कि फसिन्छ? नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ कलिन्सोक हाइड्रो पावर लिमिटेडको आइपिओ बारे। यो आइपिओ किन धेरै चर्चामा छ? के यसले तपाईलाई नाफा दिन सक्छ? र आवेदन गर्दा के कुरा ध्यान दिनुपर्छ? सबै कुरा आज सरल भाषामा बुझ्नेछौँ। कलिन्सोक हाइड्रो पावर लिमिटेड नेपालमा रहेको एक जलविद्युत उत्पादन गर्ने कम्पनी हो। यसको मुख्य उद्देश्य बिजुली उत्पादन गर्नु, राष्ट्रिय ग्रिडमा सप्लाई गर्नु, दीर्घकालीन एनर्जी प्रोजेक्ट चलाउनु। हाइड्रो पावर सेक्टर नेपालमा फ्युचर ग्रोथ सेक्टर मानिन्छ। कलिन्सोक हाइड्रो पावर लिमिटेडले सार्वजनिक रूपमा आइपिओ जारी गर्दैछ, जस अन्तर्गत करिब 6 लाखभन्दा बढी किता शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ। कम्पनीले यो आइपिओ मार्फत उठाउने रकम मुख्य रूपमा प्रोजेक्ट एक्सपेन्सन र डेट म्यानेजमेन्टका लागि प्रयोग गर्ने लक्ष्य राखेको छ। सरल भाषामा भन्नुपर्दा कम्पनी आफ्नो व्यवसाय विस्तार गर्न र आर्थिक अवस्था बलियो बनाउन पब्लिकबाट पैसा उठाइरहेको छ। यो आइपिओ अनुमानित रूपमा 22 देखि 25 चैत्र 2082 भित्र खुल्ने सम्भावना छ, तर एक्ज्याक्ट मिति सिडिएससी वा मेरो शेयरबाट कन्फर्म गर्नु आवश्यक हुन्छ। लगानीको कुरा गर्दा सामान्य आइपिओ नियम अनुसार एक लटमा 10 किता शेयर हुन्छ र प्रति शेयर प्राइस लगभग 100 रुपियाँको आसपास हुने अपेक्षा गरिएको छ। त्यसैले यो आइपिओ अप्लाई गर्न तपाईलाई लगभग 1000 रुपियाँदेखि 1500 रुपियाँ मात्र भए पनि पुग्न सक्छ। यही कारणले आइपिओलाई नेपालमा सबैभन्दा पपुलर र एक्सेसिबल इन्भेस्टमेन्ट अपर्च्युनिटी मानिन्छ।